हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म फेरि पनि चारो खोज्न जाँदैछु जङ्गलतिर है साथीहरू। अनि तपाईँहरू देख्न सक्नुहुन्छ म बाटोमा छु। चारो खोज्नु चाहिँ आज खासै टाढो जाँदिनँ, नजिकै जान्छु। एक्लै छु। अब टाढो जानु, जङ्गलहरू ठुल्ठुलो जङ्गलतिर एक्लै जानु टाढो छ जङ्गलहरू। त्यही भएर आज चाहिँ म यतै नजिकै यतै कतैतिर जान्छु, धेरै टाढो जाँदिनँ। यस्तै छ जिन्दगी, चारो घाँस दाउरा है। तपाईँहरू देख्न सक्नुहुन्छ म अहिले चाहिँ बाटोमा छु। तपाईँहरू देख्न सक्नुहुनेछ म चाहिँ घर आइसकेको छु चारो काटेर, चारो ल्याएर है। मैले चारो काटेको चाहिँ भिडियो बनाउन पाइनँ, त्यो कारणले गर्दाखेरि मैले चाहिँ घरमा एकैचोटि चारो ल्याएको भिडियो बनाउँदैछु। चारोलाई चाहिँ मैले तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ ल्याएर आएको छु। एक डोको चारो ल्याएको छु। आज दिनभरिको मेरो काम। आज चाहिँ चारो धेरै भेट्टाएको कारणले म गएको ठाउँ जङ्गलमा चाहिँ चारो आज धेरै भएको कारणले चाहिँ डोकोभरि ल्याएको छु। सधैँ चाहिँ त्यति चारो पाउँदैन थियो, त्यो कारणले डोकोभरि चारो आउँदैन थियो है। डोकोभरि चारो त्यति ल्याउनु सम्भव हुँदैन थियो दिनभरि खोज्दा पनि। आज चाहिँ मैले दिनभरि खोज्न पनि परेन। जस्तै 12-1 बजीदेखि 2-3 बजीसम्म खोज्दाखेरि आज चाहिँ एक डोको चारो ल्याएको छु। तपाईँहरू देख्न सक्नुहुनेछ मैले चाहिँ चारो काटेर उसिनिसकेको छु। अनि त्यस पछाडि चाहिँ अब म फुल रोप्न लागेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ फुल रोप्नु थोरै माटो चाहिँ थोरै मात्रै छ। फुलदानी पनि थोर भएको कारणले चाहिँ माटो थोरै ल्याएको छु। अनि माटो थोरै भएको कारणले तपाईँहरू देख्न सक्नुहुनेछ यो प्लास्टिकमा फुल रोप्ने छु। फुल नरोपौँ भन्दा पनि रोप्नै पर्यो। तपाईँहरूलाई अहिले भरे म मेरो फुलको पनि भिडियो देखाउनेछु, भिडियो गरेर। प्लास्टिक 2-3वटा मात्रै छ, त्यही भएर मैले माटो चाहिँ थोरै ल्याएर प्लास्टिकमा लगाउँदैछु। तपाईँहरू देख्न सक्नुहुनेछ अहिले चाहिँ म माटो लगाउँदैछु। बिरुवा चाहिँ अब एकछिनमा ल्याउनेछु। प्लास्टिक थोर भएको कारणले तपाईँहरूलाई फुलको भिडियो पनि देखाउने छु। मैले फुल रोपेर कस्तो बनाएको छु साथीहरू, तपाईँहरूलाई अहिले म देखाउने छु। त्यस पछाडि अर्को प्लास्टिक कम भएको कारणले चाहिँ सक्नुहुनेछ यो चाहिँ मेरो फुल है। अझै म केही फुलहरू थप्दैछु, ठाउँ फुलहरू मासिएको कारणले चाहिँ म फुल थप्दैछु। तपाईँ देख्न सक्नुहुनेछ मेरो फुल कस्तो छ है। कमेन्ट बक्समा कमेन्ट गरेर भनिदिनु होला। म अझै केही फुलहरू